नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच बिलमोरलाई बोकेको अन्तरिक्ष यान सफलतापूर्वक पृथ्वीमा फर्किएको छ। उनीहरूको 9 महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ISS मिसनपछि उनीहरू मार्च 18, 2025मा फ्लोरिडाको तट नजिकै सुरक्षित रूपमा अवतरण गरेका छन्। उनीहरूको मिसन सुरुमा 8 दिनको लागि योजना गरिएको थियो, तर बोइङ स्टारलाइन र अन्तरिक्ष यानको प्रोपल्स प्रणालीमा प्राविधिक समस्याका कारण यो लम्बियो। नतिजास्वरूप उनीहरूको फिर्ता स्पेस एक्स ड्र्यागन क्याप्सुलद्वारा सम्पन्न भयो, फ्लोरिडाको तलाहासी नजिक अवतरण गर्यो। उनीहरूको लामो बसाइको क्रममा विलियम्स र बिलमोरले ISSमा अनुसन्धान र मर्मत सम्भार गतिविधिहरू जारी राखे। उनीहरूले अन्तरिक्षमा धेरै चाडपर्व र आफ्नो जन्मदिन पनि मनाए। अवतरणपछि दुवै अन्तरिक्ष यात्रीहरू र अन्य 2 चालक दलका सदस्यहरूलाई मेडिकल मूल्याङ्कनको लागि नासाको जोन्सन स्पेस सेन्टरमा लगिएको थियो।